सम्पूर्णलाई लोकसेवा सामग्रीको युट्युब च्यानलमा स्वागत छ। आज गोरखापत्र मिति 2082 7 महिना 12 गते लोकसेवा तयारी विशेष वस्तुगत प्रश्न उत्तरहरूलाई हामीले क्विज फर्मेटमा लिएर आएका छौँ। तपाईहरुलाई प्रत्येक प्रश्नको सही जवाफ दिनका लागि 5 सेकेन्डको समय दिइनेछ र अब ढिला नगरी सुरु गरौँ आजका प्रश्न उत्तरहरू। प्रश्न नम्बर 1 मा रहेको छ, ग्लोबल पिस इन्डेक्स 2025 अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ? तपाईको समय सुरु हुन्छ। र सही उत्तर हो 76औं स्थानमा। योभन्दा अगाडि ग्लोबल पिस इन्डेक्स 2024 मा चाहिँ नेपालको स्थान 80औं रहेको थियो। प्रश्न नम्बर 2 मा विश्वको सबैभन्दा ठूलो लामखुट्टे कारखाना कहाँ खुलेको छ? तपाईको समय सुरु हुन्छ। र सही उत्तर हो ब्राजिल सन् 2025 मा। प्रश्न नम्बर 3 मा एसियाको सबैभन्दा कान्छो राष्ट्र पूर्वी टिमोर आसियानको 11औं सदस्य राष्ट्र कहिले बनेको हो? तपाईको समय सुरु हुन्छ। र सही उत्तर हो सन् 2025 अक्टोबर 26 मा। मोर लेस्टे पनि भनिने पूर्वी टिमोर आसियानको 47औं शिखर सम्मेलनबाट 11औं सदस्य बनेको। प्रश्न नम्बर 4 मा सरकारद्वारा कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको गुरु योजना कहिले स्वीकृत गरिएको हो? तपाईको समय सुरु हुन्छ। र सही उत्तर हो विक्रम सम्वत 2082 असोज 30 गते। प्रश्न नम्बर 5 मा अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुन सफल नेपाली मूलका उद्यमीद्वारा स्थापित प्रविधि कम्पनी कुन हो? र तपाईको समय सुरु हुन्छ। र सही उत्तर हो फ्युज मेसिन इन्क सन् 2025 अक्टोबरमा। प्रश्न नम्बर 6 मा सम्पत्ति शुद्धिकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल फाइनेन्सियल एक्सन टास्क फोर्स एफटीएफ को मूल्याङ्कन सन् 2025 अक्टोबर अनुसार नेपालको अवस्था के रहेको छ? तपाईको समय सुरु हुन्छ। र सही उत्तर हो निगरानी सूची अर्थात् ग्रे लिस्टमा रहेको। प्रश्न नम्बर 7 मा पर्यटकको आकर्षक गन्तव्य ब्रह्मस्थान कहाँ रहेको छ? समय सुरु हुन्छ। नवलपरासी, बर्दघाट, सुस्ता पूर्व। प्रश्न नम्बर 8 बेस्ट क्यासिनो इन साउथ एसिया 2025 अवार्डबाट सम्मानित नेपालको क्यासिनो कुन हो? समय सुरु हुन्छ। र सही उत्तर हो क्यासिनो माजोङ। प्रश्न नम्बर 9 मा विक्रम सम्वत 2082 को गङ्ग शिरपा सम्मान कसलाई प्रदान गरियो? तपाईको समय सुरु हुन्छ। र सही उत्तर हो साहित्यकार दव्य धुरव मधिकर्मी र लक्ष्मण प्रसाद गौतम। प्रश्न नम्बर 10 मा ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैंक अवार्ड 2025 बाट सम्मानित हुन सफल नेपाली बैंक कुन हो? समय सुरु हुन्छ। र सही उत्तर हो ग्लोबल आइएमई बैंक लिमिटेड। प्रश्न नम्बर 11 मा हाल संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा सबैभन्दा बढी शान्ति सैनिक पठाउने देश कुन हो? समय सुरु हुन्छ। र सही उत्तर हो नेपाल सन् 2025। प्रश्न नम्बर 12 मा जेन्जी आन्दोलनको परिणामस्वरूप हालै सत्ता परिवर्तन हुन पुगेको अफ्रिकी मुलुक कुन हो? समय सुरु हुन्छ।
र सही उत्तर हो माडागास्कर। प्रश्न नम्बर 13मा नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो पटक T20 विश्वकपका लागि कहिले छनौट भएको हो? समय सुरु हुन्छ। सन् 2025 अक्टोबर 15मा। प्रश्न नम्बर 14 अर्थ मन्त्रालयद्वारा प्रकाशित प्रतिवेदन अनुसार हाल मुलुकको अर्थतन्त्रको आकार कति रहेको छ? समय सुरु हुन्छ। र उत्तर हो रु 61 खर्ब 7 अर्ब 22 करोड। प्रश्न नम्बर 15 जेन्जी आन्दोलन पश्चात पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन कहिले भएको हो? समय सुरु हुन्छ। र सही उत्तर हो विक्रम सम्वत 2082 भदौ 27 गते। प्रश्न नम्बर 16 आइसिसी पुरुष T20 विश्वकप अन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनौटको उपाधि कसले जित्यो? समय सुरु हुन्छ। नेपाल। प्रश्न नम्बर 17 हुम्ला जिल्लामा निर्माण गर्न थालिएको हुम्ला कर्णाली दोस्रो जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? समय सुरु हुन्छ। र सही उत्तर हो 335 मेगावाट। यसैका साथ हाम्रो प्रश्न उत्तरहरू समाप्त भएको छ। यो च्यानललाई सब्स्क्राइब गरिदिन नभुलिदिनु होला र तपाईले दिएका 17वटा प्रश्नहरूमध्ये कतिवटा प्रश्नका सही जवाफ दिनुभयो कमेन्टमा लेखिदिनु होला। हस्त धन्यवाद।